नानीको नाम भन्नु त। मेरो नाम रञ्जना बुढाकोटे। ल नानीले जुन हामीले आइएलटिएसको जुन पढाइरहेछौँ हुन त लिस्निङ हामीले गर्न पाएको छैन होइन, लिस्निङ पनि मैले गर्ने त्यसरी नै हो। रिडिङको क्लास कस्तो पाइरहनु भएको छ? इफेक्टिभ छ, हामीलाई एकदम सिक्नलाई सजिलो हुन्छ अनि हाम्रो थिङ्किङ फ्रेमको उसले गर्दाखेरि हामीलाई हेल्प हुन्छ सल्भिङमा पनि। त्यो थ्योरी नोट्स स्ट्राटेजीले हेल्प गर्छ तपाईँलाई? गरिरहेछ हजुरले गर्नु होइन, स्ट्राटेजीले चाहिँ हेल्प गर्छ? गर्छ। नै स्ट्राटेजी किताबमा भएको स्ट्राटेजीले हेल्प गर्छ? किताबले त अलिक गर्दैन, हजुरले दिनुभएको किताबको स्ट्राटेजीले हेल्प गर्दैन क्या तपाईँलाई, त्यो लाइफ प्रब्लम सल्भिङ गर्नुपर्छ क्या। कुनै पनि कुरामा पूर्ण बुझाइ र सिचुएसनल अवेरनेसले मात्र हेल्प हुन्छ कि। अनि जुन हामीले लाइफ प्रब्लम सल्भिङ गर्दाखेरि तपाईँको जुन नेचुरल थिङ्किङ फल्टलाई नै एनालाइज गरेर करेक्सन जुन मैले गरिरहेको छु नि, त्यो कस्तो पाइरहनु भएको छ? आफूमा एकदम धेरै प्रोग्रेस देखिरहेको छ। अब हाम्रो थिङ्किङ कुनै फल्ट थियो होइन, हाम्रो छुट्टै सोचाइ थियो भने अब हजुरले लाइफ प्रब्लम सल्भिङ गर्नुहुँदाखेरि हाम्रोमा त्यो पोजिटिभ चेन्ज आएर हाम्रो एन्सरहरू तपाईँले कसरी गलत सोच्नुहुन्छ त्यो पनि मैले एनालाइज गरेर तपाईँलाई करेक्सन गराइदिन्छु नि होइन। क्लास रिकमेन्डेड हो? हजुर रिकमेन्डेड। ल थ्याङ्क यू।